आज चाहिँ बाहिर हिउँ परिराखेको रहेछ अनि यो हामी बसेको ठाउँतिर चाहिँ खासै हिउँ पर्दैन। कहिलेकाहीँ मात्र पर्ने भएकोले ठिकै हुन्छ, तर सधैँभरि हिउँ पर्यो भने चाहिँ एकदमै गाह्रो हुन्छ। काममा जानु आउनुको लागि एकदमै समस्या हुन्छ। हाम्रो चाहिँ नेपालमा पनि हाम्रो घरतिर कहिलेकाहीँ हिउँ पर्ने गर्थ्यो अनि हाम्रो देश नेपालको उत्तरी क्षेत्र चाहिँ एकदमै हिमालले ढाकेको छ, त्यसैले धेरै हिमालहरू छन्। विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत 8,000 मिटरभन्दा अग्लो 14वटा हिमाल मध्येमा चाहिँ 8वटा हिमाल चाहिँ हाम्रै देश नेपालमा छ। त्यसैले पनि होला कतिपय विदेशीहरूले चाहिँ हामी नेपाली हो भनेर थाहा पाएपछि चाहिँ तैँले सगरमाथा चढेको छस् भनेर पनि सोध्ने गर्छन् है। तर वास्तविकतामा चाहिँ हामी नेपाली भए पनि सगरमाथा चढ्न चाहिँ त्यति सजिलो छैन। हामी नेपालीहरू कतिपयले त धेरैजनाले त हामी विदेश पुगेर नै पहिलोचोटि हिउँ परेको हामीले देखिरहेका हुन्छौँ। तर जे जस्तो भए पनि भौगोलिक रूपमा चाहिँ हाम्रो देश नेपाल सानो भए पनि प्राकृतिक रूपमा चाहिँ एकदमै सुन्दर छ, किनकि हाम्रो देश नेपालमा चाहिँ हिमाल, पहाड र तराई सबै भूगोलहरू चाहिँ समेटिएको छ।